होइन कि यो तुरिस थापाको अलिक गीत छ नि त त्यसमा हेरेको हेऱ्यो भने त्यो त वाइल्डबाटै भयो क्या किनकि हर भर्जनमा मान्छेहरूले यो गीतलाई निकाल्ने गर्नु उ छ क्या होइन एकदम बवाल छ बरु यो गीत होइन गीत यस्तो यस्तो गीतहरू त अझै आउनु पर्यो बजारमा क्या सर्पत सर्पत तत्र आउनु पर्यो क्या बो होइन पहिले सुरुमा एउटा आएको थियो नि त एउटा गीत दुर्गा थापाकै गीत थियो एउटा तपाईँले गाएको थियो त्यो के थियो भने ऊ छेत्रीको छोरो हो के यस्तै यस्तै टाइपको गीत थियो एउटा त्यो पनि बवालै थियो त्यसले पनि राम्रै मार्केट ल्याएको त्यसपछि बिचमा अलिअलि त्यो तिज गीतको यताउता के केले गर्दाखेरि अलिकति धेरैले अब खुट्टा तानी पनि राखेँ धेरै अब पछाडि पछाडि कुरा पनि थाहा थियो डाइरेक्ट अगाडि त आएन अरू त म जान्दिनँ होइन बट यो गीत सुनेर त यस्तो बवाल छ नि ब्रो सुन्ने पैसा उडाउँदा गाडी उडाउँदा भने बवाल छ होइन सो अब अडियन्सले त्यत्तिकै मन पराइदियो होइन अहिलेको जेनेरेसन केटाकेटीले मन पराउनु भने त अभियसली हो कि यस्तो गीत त नमन पराउँदा कोही पनि छैन क्या अब बच्चा बच्चीदेखि लिएर बुढापाकालेसम्म यो गीत मन पराइदियो भने त अनि के हो भने कसको के लाग्छ होइन दुश्मन त लास्टमा टुवा पर हेऱ्यो नि त हेरेकै हेऱ्यो क्या जो अब अडियन्सलाई पनि अब एकदम धन्यवाद भन्न चाहन्छु किन यो गीत चाहिँ होइन दुर्गेश थापाको यो गीतलाई चाहिँ यस्तो मन पराइदिनु भयो होइन बच्चा बच्चाले क्या अब जसको मुखमा हेऱ्यो नि कसको गीत मन पर्छ भने दुर्गेश थापाको गीत जसले पनि भनिदिन्छ र हिन्दी अब यो गीतलाई होइन हिन्दी भर्जनको पनि अब अफर आएको छ त्यसपछि र भोजपुरमा त अलरेडी निकालिसकेको गाना होइन यो गीतलाई त्यसपछि इङ्ग्लिस सङ्ग्सहरू पनि कता कता सुनिरहेको हुन्छ क्या होइन सुनिरहेको छु जस राम्रो लाग्यो क्या रमाइलो लाग्छ कि यस्तो गीतहरू आउँदाखेरि होइन नेपालमा पनि होइन यस चल्ने रहेछ भन्ने जस्तो लाग्छ क्या होइन सो होइन दुर्गेशको म पनि अब एउटा होइन तपाईँको एउटा यो गीतलाई त्यो गीत पनि हल्का गाउँछु र मेरो आफ्नो तर्फबाट छोटो लाइन पनि म पनि गाउँछु यसमा त्यसमा प्लस गरिदिन्छु होइन दुश्मन हेरेको हेरे होइन छन् दुश्मन धेरै हेरेको हेरे होइन लास्ट त हेरेर हेरे भयो नि त होइन मस्त छ यो गीत होइन यस्तै यस्तै पछि पछि पनि यस्तै यस्तै गीत आउनु पर्यो होइन किनकि सुन्दा नि मजा होस् तर देखिँदा पनि वाउ वाट अ सङ्ग्स होइन यस्तो फिल होस् कि र अहिले होइन तपाईँलाई नचिन्ने भनेको कोही पनि छैन देश विदेश जुनसुकै ठाउँमा होइन विच कन्ट्री भनेर सोध्नै पर्दैन क्या दुर्गेश तपाईँ नेपाली ब्रान्ड भन्छ नि हो त्यस्तै अघि भइरहेको छ क्या सो बेस्ट अफ लक ब्रो लेस तिम्रो नाम भएन तिम्रो जस्तै के हो तिम्रो नाम भएन परिचय हिमल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको हो बिजुली बनेर हट भएर पट भएर बिफ्टी भएर तिमी छुटी भएर हामी हेरेको हेरे 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 आजभोलि इन्डस्ट्रीमा दुर्गेशको नै चर्चा त्यही चर्चाले गर्दा पनि गयो करोड खर्च आजभोलि इन्डस्ट्रीमा दुर्गेशको नै चर्चा त्यही चर्चाले गर्दाखेरि भयो करोड खर्च भएर यहाँ चर्चा भएको छु म पैसा उडाउँदै म गाडी उडाउँदै म धुलो उडाउँदै हाम्रो यस्तै छ पारा दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे सुन्ने हल्ला सुरुमा ठिक लाग्दो डर्ने थिएन बाम यति सुनेपछि मलाई लाग्यो बम
सबैजनालाई सायद अब कस्तो लाग्छ होइन हजुरहरूले प्रतिक्रिया दिनु होला कस्तो लाग्छ राम्रो नराम्रो जस्तो जस्तो भए पनि तपाईँहरूले यसो मलाई भनिदिनु होला होइन कस्तो लाग्छ होइन कमेन्टमा लेख्नु होला सक्दो सेयर लाइक सब्सक्राइब लाइक दबाइदिनु होला थ्याङ्क यू फर वाचिङ माई युट्युब च्यानल होइन सबैले सपोर्ट गरिदिनु होला र कस्तो लाग्छ कमेन्टमा लेखिदिनु होला होइन ठिक भयो अब ठिक छ भन्नु होइन नभए अब मलाई थाहा छैन मेरो स्वर कस्तो भने मलाई पनि थाहा छैन मेरो स्वर कस्तो भने त होइन त्यति राम्रो छैन बट जान्नु नजान्यो भने 2-4 शब्दहरू मैले त्यसमा त्यो गीताउन भनेर मैले हालिदिएको छु होइन र मैले सोच गरेर मैले गीताउँछु छोटो मिठो गीत आउँछु भनेर यो गीत भिडियो हालेको र यो गीतबाट एउटा के कुरो थाहा पायो भने नेपालमा पनि अब यस्तो गायक निस्क्यो कि होइन अब दुर्गेश थापाले नेपालभरि अब इन्ट्रेस्टभरि खाइसक्यो भनेपछि होइन अनि त्यसपछि हल्लियो कि नेपाली होइन यो गीत सुनेर बच्चा बच्चीले कुना कुना अलग होइन वर्ल्ड वाइडै जस्तो भयो कि यो गीतले गर्दा होइन जस नेपालीले गर्दा एउटा गर्व चाहिँ लाग्छ कि होइन यस्तो गीतहरू अझै आउनुपर्छ भन्ने मनमा लाग्छ क्या सो कस्तो लाग्छ तपाईँले कमेन्ट गर्नु होला लाइक गर्नु सब्सक्राइब गर्नु र बेल आइकन बटन दबाउनु मत भुल्नु होला है ल थ्याङ्क यू फर वाचिङ माई युट्युब च्यानल सपोर्ट गर्नु होला र आगामी दिनहरूमा पनि यस्तै भिडियोहरू लिएर आउने नै छु त्यति जानु ल बाई बाई